So good morning guys, welcome back to my channel. हजुर सबैलाई स्वागत छ है। आज चाहिँ किन भिडियो बनायो भनेदेखिलाई यो बेङ्गलोर वाइट फिल्डमा यदि हाम्रो दाजुभाइहरू हुनुहुन्छ दार्जिलिङकोहरू भनेदेखिलाई नेपाली दाजुभाइहरू हुनुहुन्छ भनेदेखिलाई सानोभन्दा सानो हाम्रो सप छ है। प्लिज भिजिट है। यो लोकेसन चाहिँ हो नेरुहल्ली बरविल रोड है। यहाँनिर चाहिँ हाम्रो चाहिँ सपको नाम चाहिँ छ फुड पोइन्ट। तपाईँले देख्न सक्नुहुन्छ यो बोर्ड देख्न सक्नुहुन्छ है। यो बोर्ड हो है। सिधा अपोजिटमा छ हाइपर मार्केट। यहाँनिर हाइपर मार्केट देख्नुहुँदैछ यहाँ हो। अन्त हाम्रो एउटा यो टेबल छ है। यहाँनिर चाहिँ यस्तो खालको फुल हालेको छौँ है। एउटा यो टेबल छ हो। अन्त यो टेबल छ है। तीनटा छ टेबल। त्यही भएर कोल्ड ड्रिङ्क्सहरू छ, चियाहरू सबै पाउनुहुन्छ। मोमोहरू पाउनुहुन्छ। तपाईँले अलिक छिटो अर्डर दिनुभयो भने थुक्पाहरू सबै पाउँछ है। किनकि हामी थुक्पा यहाँ हालेको छुइनँ, थुक्पा त्यति जानेन जस्तो लागेर, त्यही भएर हो। अन्त यस्तै छ। मेनु अहिले टेम्परेरीको लागि बनाएको छौँ है। मेनुमा चाहिँ के छ भने टी कफी छ, लेमन टीहरू, पुरीहरू यो भयो ब्रेकफास्टको लागि। त्यहाँदेखि बिरयानीहरू छ, पराठा छ, अन्त करी आइटमहरू छ, कबाब आइटम छ, मोमो आइटम छ, नुडल्स आइटम छ, फ्राइड राइस आइटम छ, फिस आइटम छ है। भेजमा पनिर, ब्रोकोली, पनिर, बेबिकन, मसरुमहरू छ है। तपाईँहरू आउनु सक्नुहुन्छ। अलिक पछाडि तन्दुर पनि स्टार्ट गर्दैछौँ हामीले। अन्त थाली पनि स्टार्ट गर्दैछौँ, चिकन राइस, फिस राइस। अन्त त्यसले गर्दाखेरि चाहिँ हजुरहरूलाई इन्फर्मेसन दिनुको लागि चाहिँ भिडियो बनाएको छु। प्लिज भिजिट एन्ड सपोर्ट है। सानो छ, ठुलो छैन, सानो छ है, र पनि आइदिनुहोस्। हजुरहरूलाई मस्ट वेलकम। हामी यहीँजनाकोबाट मस्ट वेलकम। हेर्नु सक्नुहुन्छ बिरयानी मस्त बनिने छ। बिरयानी आजको स्पेसल चाहिँ बिरयानी छ। रातिसम्म पाउन सक्नुहुन्छ तपाईँले आउनुभयो भने। हाम्रो दोकान चाहिँ 10 साढे 10सम्म खोलिनेछ। बासमती राइसमा भन्नुभयो भने चाहिँ अगाडि नै भन्नुपर्छ है। बासमती राइसको लागि चाहिँ अन्त हामी चाहिँ बुलेट राइसमा बनाउँछौँ। किनकि प्रायः जस्तो मान्छेले हाम्रो बासमती राइस खाँदैन छ, त्यही भएर चाहिँ बुलेट राइसमा भन्ने। अन्त बुलेट राइसमा बनाउँछु। अन्त पार्टी अर्डरहरूतिर हो ढकढक यसरी बनाएर चाहियो तपाईँहरूलाई भने चाहिँ भन्नु सक्नुहुन्छ है। आसपासमा पार्टी, बर्थडे पार्टीतिर हो भने चाहिँ भन्नु सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी बासमती राइस नै बनाइदिन्छौँ है। प्राइस पनि बेसी खालको बेसी छैन, त्यसै कम्ती चाहिँ है। अन्त त्यही भएर त्यति महँगो छैन हाम्रो उसमा। त्यही भएर अन्त भन्नु सक्नुहुन्छ। पार्टी अर्डर, बर्थडे पार्टीतिर मोमोस, बिरयानीहरू चाहियो भने, फ्राइड राइसहरू चाहियो भने, कबाबहरू चाहियो भने तपाईँले भन्नु सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर म तपाईँलाई दिन्छु, कन्ट्याक्ट नम्बर है। कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो तिनवटा नम्बरमा है। यसलाई पनि फुड पोइन्ट भन्नु भने नै है। आइदिनुहोस् है। तपाईँहरूलाई मस्ट वेलकम छ। स्पेसल पनि पाउँछ। तपाईँहरूले जे भने नेपाली खानाहरूमा के भन्नुहुन्छ है, त्यो हामी बनाएर दिने कोसिस गरेछौँ। नर्मल खाना त यता दिन्छौँ दिन्छौँ है। यताको मान्छेहरूलाई अब यो कन्ट्याक्ट गरेर तपाईँहरूले भन्नुभयो भनेदेखिलाई चाहिँ हामी तपाईँहरूलाई स्पेसल बनाइदिने कोसिस गर्दैछौँ है। कोसिस गर्छौँ, बनाइदिन्छौँ है। कस्तो चाहियो, स्पाइसी, नर्मल चाहियो भनेर भन्नु सक्नुहुन्छ है। यो कन्ट्याक्ट नम्बरमा कल गरेर, जसलाई कल गरेर पनि भन्नु सक्नुहुन्छ है। धन्यवाद। So thank you for the watching. Please subscribe to my YouTube channel and follow the Facebook page. And I hope तपाईँहरू आउनुहुन्छ, भिजिट गर्नुहुन्छ भनेर है। अन्त कस्तो हुन्छ तपाईँहरू प्लिज आइदिनुहोस्, भिजिट गरिदिनुहोस् है। थ्याङ्क यू सो मच। सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई। हेभ अ गुड डे।